सो फाइनली गाइज हामी चाहिँ धेरै समयपछि डान्सवाला भिडियोहरू बनाएसँगै सो हेलो नमस्ते एन्ड जोरलेस एभ्रिवान स्वागत छ मेरो एनदर मिनिट ब्लगमा। सो म चाहिँ आज समीर घरमा चाहिँ भिडियो बनाऊँ कि भनेर समीर घरतिर गएको अनि जाँदै गर्दाखेरि मैले बाटोमा अमिर भाइ, आइस भाइ अनि अनमोल भाइलाई पनि भेटेँ। अनि मैले सोधेँ समीर कहाँ छ भाइ भनेर सोधेँ, घरमै छ दाइरे। अनि फाइनली म चाहिँ घर आइपुगेँ समीर घरमा। अनि समीर घरभित्र छ कि भनेर म समीर घरभित्र चाहिँ तर्साउनु भनेर बिस्तारै गएको थिएँ होइन। अनि भित्र छ कि भनेर मैले यसो ढोकासोका खोलेर नि बिस्तारै यताबाट बिस्तारै हेरेँ त्यसको रुममा। अनि त्यसको रुममा पनि देखेन मैले। अनि फेरि उतापट्टि किचनमा होला भनेर म किचनपट्टि नै गयो। किचनतिर हेरेँ, किचनतिर पनि देखेन। कहाँ चाहिँ गएछ यो केटो? अनि त्यसपछि म बाहिर गएँ। अनि यसरी बाहिर निक्लिँदाखेरि मैले एउटा भाइरल दिदीलाई देखेँ। भाइरल दिदी समीर दाई कहाँ हुनुहुन्छ? भाइरल समीर दाई भने। अनि रुमभित्र छ भाइ भने। अनि म चाहिँ ल भित्र गइदिउँ न भनेर गएँ होइन। यसरी हेरेको त केटो त पुरा मोबाइल चलाएर बसिरहेको छ। ओए के गरेर भनेको बसिरहेको अरे। अनि त्यसपछि मैले कराइदिएँ त मलाई चाहिँ भिडियो बनाउनु बोलाएर अनि त चाहिँ यहाँ कहाँ लुकेर बसिरहेको छिटिन भिडियो बनाउनु भने। अनि हामी भिडियो बनाउनलाई बाहिर गएँ। सो हामीले चाहिँ अनि एकछिन प्र्याक्टिस गऱ्यो गानामा। प्र्याक्टिस गरिसकेपछि अनि हामीले डान्स सिकिसकेपछि हामी रोडमा गएर त्यस अघि सिकेको गानामा नाच्न थालेँ। यसरी हामी छम 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 नाच्दाखेरि कस्तो मजा नै आइरहेको थियो। सो यही टिकटकहरू चाहिँ मेरो टिकटक आइडीमा आउँछ, यही टिकटक आइडीमा आउँछ। सबैजना लाइक कमेन्ट गर्नु होला। सो फाइनली अनि त्यसपछि मैले सब भिडियो बनाइसकेपछि मैले समीरहरूलाई नि बाई बाई गरेँ। अनि अमिर भाइलाई नि बाई बाई गर्नु लाग्यो। त्यो त मस्त भिडियो बनाएर आएको छ, उही टिकटकहरू कति भिडियो बनाएर भन्यो भने के भने ल बाई बाई जा रामदाले भने पनि गएँ त्यहाँबाट। अनि त्यसपछि म लुन्ठुङ हिँडेर आफ्नो घरतर्फ लागेँ। यसरी हामी यत्तिकै घुम्दै गर्दाखेरि फाइनली मेरो घर आइपुगेँ। एकछिन बसेको अनि मम्मीले खाजा ल्याइदिनु भयो। खाजा नि के हो, चाउमिन टक्क सस हालेर चाहिँ मैले टक्क ससलाई सब मोल्यो। अनि मम्मी नै हुनुहुन्थ्यो, अनि मम्मीले नि खानुभयो, मैले नि खाएँ। तातो थियो, कस्तो रहेछ भने तर एक बाइट हालेको कस्तो सुकुन मिल्यो, कस्तो मिठो, कस्तो चट्ट परेको। हाम्रो गाउँतिर त सब उयोहरू कस्तो मिठो बनाउँछ क्या, चाउमिन भयो नि चटपटे भयो नि सब कस्तो मिठो बनाउँछ। मलाई त लास्ट मनपर्छ भने। त्यसपछि मैले मजाले खाएँ, कस्तो मिठो लाग्यो क्या मलाई। अझै दिए नि खाइदिन्छ जस्तो लागिरहेको थियो। अनि मलाई त कस्तो मिठो लाग्यो, अझै खाउँ जस्तो लागिरहेको थियो। अब छैन होइन, त्यत्तिकै हात चाटेर मन बुझाएँ। अब नेपाली त हो होइन, हात चाट्ने त परम्परा नै हो। अनि त्यसपछि मैले आफ्नै हातले तताएको मनतातो पानी खाएँ। अनि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो यो टिकटक आइडीलाई फलो गर्नु होला। हामी भेट्नेछौँ अर्को नेक्स्ट ब्लगमा। बाई बाई।